वेलकम टू एक्सपेरिमेन्ट नेपाल गाइज। आज हामी यो दुईटा स्कुटरको ब्याटल खेल्न गइरहेको छौँ भनौँ है, किनभने कुनमा चाहिँ कुन पावर छ, कतिको पावर छ, कसको कतिको तान्ने क्षमता छ भन्ने हामी चाहिँ यो एक्सपेरिमेन्ट गर्न गइरहेको छु हाम्रो एक्सपेरिमेन्ट नेपाल च्यानलमा। तपाईँहरूले चाहिँ यो भिडियोलाई अन्तसम्म हेर्नु होला, न त तपाईँले यो भिडियोको मजा नै गुमाउनु हुनेछ। भिडियो तपाईँले नहेरेर तपाईँलाई कुनै पनि रिग्रेटै नहोस् के। यो भिडियोलाई हेरेर तपाईँले चाहिँ धेरै धेरै माया गरिदिनु होला होइन। यसै गरी हामी चाहिँ अनि तपाईँको लागि यस्तै नयाँ नयाँ इन्टरटेन गर्ने खालको नयाँ खालको भिडियोहरू चाहिँ तपाईँहरूको माझमा राख्नेछौँ। अनि यो भिडियो चाहिँ अहिलेको लागि हेर्नुहोस्, प्लिज लाइक सब्सक्राइब अनि कमेन्ट गर्नु होला, सकेसम्म सेयर पनि गर्नु होला। हसङको विनर चाहिँ बेनिली 10150। गाह्रो त गाह्रो थियो, जित्यो होला तर चाँगो कसम ज्यानले ढकालाई जितेको सेकेन्ड राउन्ड। ल ल यो चाहिँ हाम्रो सेकेन्ड राउन्ड हो। राइडर चेन्ज खत्म। बाय बाय, टाटा, गुड बाय, गया।
यो त पुरै तान्यो पुरै तान्यो पुरै तान्यो पावर झन्झेरको पावर देखायो अहिले चाहिँ झन्झेरको पावर दामी फाइनली गाइज अनि भिडियो चाहिँ कम्प्लिट भइसकेको छ होइन अनि यो तपाईँले भिडियो हेरिसक्नु भएको छ कि यो जेन्जेरोले चाहिँ टु टाइम्स नै होइन बिट हानिसकेको छ होइन अनि खासै भन्नुपर्दा त जेन्जेरो फेरि 150cc पनि हो होइन अनि रेजेट त अब यो हाम्रो 125 पनि पऱ्यो नि त त्यही भएर पनि हुन पनि सक्छ त्यसै गरी अब हामी अर्को पालि पनि यस्तै भिडियोहरू ल्याउनेछौँ होइन तपाईँहरूले चाहिँ अब धेरै माया गरिदिनु होला हामीलाई सब्सक्राइब गरेर लाइक गरेर कमेन्ट गरेर होइन अनि त्यसै गरी यो भिडियोको पार्ट चाहिँ तपाईँलाई के चाहिँ मन पऱ्यो होइन यो भिडियोमा कुन चाहिँ पार्ट तपाईँलाई एकदम मन परेको छ त्यसको बारेमा चाहिँ तपाईँले कमेन्ट गर्नु होला र तपाईँ कुन चाहिँ स्कुटर चढ्नुहुन्छ प्रायः जसो त्यो कमेन्ट गर्नु होला है त थ्याङ्क यू